हेलो एन्ड नमस्ते साथीहरू। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ न्यू डे न्यू भ्लग लिएर चाहिँ हाम्रो गोपाल ओली च्यानलमा आइसकेको छु र न्यू साथी हुनुहुन्छ भने सम्पूर्णले च्यानललाई सब्सक्राइब गर्नु होला र बेलकनमा दबाएर पनि साथ दिनु होला साथीहरू है। अहिले चाहिँ हामी टक्क अब हामी घुम्न जाँदैछौँ अनि आज चाहिँ हल्का बिरामी भएर चाहिँ हो कि अब त्यस्तै कारणले गर्दाखेरि चाहिँ म चाहिँ लाइभ आउन पाएको छैन टिकटकमा, सरी साथीहरू। र अब मेरो चाहिँ न्यू च्यानल पनि आइसकेको छ, त्यहाँ गएर पनि सब्सक्राइब गर्ने अनि नयाँ टिकटकमा गएर पनि टक्क फलो गरिदिनु होला। अनि मोनेटाइजेसन नभएको साथीले पनि हरेकजनाले भन्नु होला, तपाईँहरूलाई चाहिँ म दिनौँ दिन चाहिँ सल्लाह सुझाव प्रतिक्रियाहरू दिनेछु र सक्दो सपोर्ट गर्नेछु। सम्पूर्णलाई चाहिँ टिकटक क्षेत्रमा चाहिँ मैले अगाडि बढाउने कोसिस गर्नेछु र म पनि बढिरहेको छु है साथीहरू। अहिले चाहिँ म स्कुलदेखि टक्क फर्किन लागेको अनि आज हल्का काम छ, त्यही भएर चाहिँ म चाहिँ हल्का ढिलो जान्छु होला आज कोठातिर। अनि म र टक्क रोका दाइ चाहिँ टक्क जाँदैछौँ घुम्न भनेर। अनि सो त्यही हो साथीहरू। अनि कस्तो हो भने जापानमा चाहिँ धेरै हिउँ पऱ्यो क्या, त्यही भएर चाहिँ अहिले एकदम गाह्रो छ क्या साथीहरू। पुरै चिसोको चिसो अक्टोबरमा आउने साथीहरूले एकदम है त्यो कपडाहरू ल्याउँदाखेरि चाहिँ तातो तातो न्यानो कपडाहरू लिएर आउनु होला। सो त्यही हो साथीहरू। मैले चाहिँ भ्लग चाहिँ कन्टिन्यू गर्दै जान्छु, हेर्दै जानु होला है त लास्टसम्म। साथीहरू हिजो त मैले भिडियो गराउन पाइनँ है, फाइनली हिजो रात पनि परिसकेको थियो अनि भिडियो गराउन पाइनँ। अनि उता दाजुभाइ सिन्जुतिर घुम्न गएको थिएँ अनि फेरि मैले चाहिँ आज फेरि स्टार्ट गरिसकेको छु र म अहिले स्कुल जाँदैछु साथीहरू। त्यही हो फाइनली आउने साथीहरू। नेपालतिर चाहिँ अहिले के चलिरहेको रहेछ भने चाहिँ प्रकाश सपुतले चाहिँ कृपी बाको तारिफ गर्यो, हरेक कुराहरू चलिरहेको रहेछ यहाँ त्यहाँ होइन साथीहरू। त्यसको विषयमा केही बोल्ने छु हल्का होइन। त्यो खासमा चाहिँ प्रकाश सपुतको पनि गल्ती होइन, प्रकाश सपुतलाई भन्ने नभन्ने गाली बेच हरेक कुराहरू आइरहेको छ नि त होइन टिकटक मार्फत। अनि त्यस्तो खासमा चाहिँ त्यो गर्न नहुने कुराहरू हो है साथीहरू। कामीको छोरो दमाईको छोरो हरेकजनाले कस्तो कस्तो गरेको छ कि होइन। कामीको छोरो भनेको छ, तिनको लागि पनि म रिप्लाई दिन्छु। र अहिले म अब स्कुल जाँदैछु अनि अहिले चाहिँ यहाँ टक्क ओचुका भन्ने ठाउँमा छु। अहिले घाममा चाहिँ सिन एकदम खराब ल्याएको छ है साथीहरू। स्कुलको नजिक आइपुगेको छु म अहिले। अनि बाटोमा चाहिँ भिडियो गराउन मिलेन के, किनभने चाहिँ मसँग सानो माइक थियो उता नेपालमा हुँदाखेरि, अनि यहाँ चाहिँ किन्न पाएको छैन, हल्का बजेटले पनि साथ दिएको छैन। चाँडै माइक किनेछु अनि त्यो भिडभाडमा ट्रेनमा यताउता अब जापानमा जता पाइ त्यो नेपालको जस्तो अब फोटोहरू खिच्न मिल्दैन नि त होइन, दामी छ। त्यही भएर त्यही साथीहरू। अनि प्रकाश सपुतलाई चाहिँ धेरैजना मान्छे चाहिँ गाली बिजेती है गर्नुको अर्थ त्यहाँ के छ, दमाईको छोरा कामीको छोरा हरेकजनाले नराम्रो यस्तो गर्नुभएको छ। मलाई त कस्तो होइन त्यो रोस्ट हानेको यस्तो जिन्दगीमा होइन, त्यस्तो रोस्ट नहानु भन्छु होइन। मैले अरूको बिजेत गाली गराएर आफूलाई केही फाइदा छैन, बरु पैसै नकाम भन्छु। तर त्यस्तो गर्नेलाई चाहिँ कस्तो मेरो पनि मन दुख्छ के, किनभने उसको सो इच्छा हो, आफ्नो पर्सनल्ली जीवन हो है त। जस्तो भयो भने कामीको भयो भने दमाईको भयो भने एउटा मान्छे हो नि त, मान्छे भएर जीवित भएर बाँच्न सिक्नुपर्छ भन्ने एउटा त्यो एउटा कुराहरू सिक्नुपर्छ क्या। हामी जनावर नभइदिउँ न त। प्रकाश सपुतलाई भयो जनावर भयो, किबी बाको तारिफ गर्यो, टिएफ गर्यो, हरेक कुराहरू गर्यो, राम्रो बन्यो। तर हामी जनावर भएर त्यो प्रकाश सपुतलाई गाली गर्नुपर्ने कुराहरू केही छैन नि त होइन। धेरैजनाले गाली बिजेत गर्नुभएको छ, सुत्यो हो अर्काको बिजेत गाली गर्नु हुँदैन जिन्दगीमा, त्यही हो साथीहरू। अनि यहाँ चाहिँ यस्तै साइकल लडाएर राखेर साथीहरू। अनि त्यो स्ट्यान्ड नभएर होला सायद, अनि हावा भन्ने कुरा धेरै लागिरहेको छ। अनि साथीहरू म हिजो चाहिँ यता बजारतिर गएको थिएँ, टक्क बजारतिर गएर चाहिँ के कुराहरू किने भन्ने चाहिँ तपाईँलाई देखाउँछु, हल्का मेरो भ्लगको लागि सपोर्ट गर्ने। अनि यस्तो टक्क घरहरू हुन्छ यहाँ चाहिँ हेर्नुहोस् है, यति ठुलो हुन्छ साथीहरू। अनि त्यो टिकटकमा नजोडिनु भएको साथीहरू मेरो 4,01,000 वाला च्यानल चाहिँ मैले ल्याइसकेको छु। अनि त्यो च्यानलमा गएर पनि जोडिनु होला, सरी आइडीमा गएर टिकटकमा हरेकजनालाई सपोर्ट गर्नेछु। अनि टिकटकमा पनि मेरो पनि इन्कम भइरहेको छ र सो तपाईँको पनि हुनेछ, पक्कै पनि धैर्यता गरेर टिकटकमा चाहिँ जोडिनुपर्छ। अनि सो साथीहरू अब मैले हिजो किनेको कुरा के हो त मैले देखाउँछु, त्यो कुरा पनि मैले टिकटकको भिडियोबाट भिडियो हालेर एचिभ गरेर पैसा कमाएर किनेको कुरा हो, हरेक दिन चाहिँ मैले एचिभ गर्नेछु साथीहरू। सो अब मेरो आइफोन 16 प्रो म्याक्स अर्को फेरि पनि आउँदैछ साथीहरू। त्यो एकदम धैर्यताका साथ सपोर्ट भएर जे भएर पनि एउटा स्ट्रगल भन्ने कुरा हुनुपर्छ क्या टिकटक लाइभमा। कसम एक भ्यू अब कन्टिन्यू भिडियो हाल्नुहोस् क्या तपाईँहरू,
भन्नुहुन्छ नि। तर तपाईँको चाहिँ जापानदेखि कोरियादेखि अब अमेरिकादेखि यो फ्रान्सदेखि अब कुन देशमा हुन्छ 5-7वटा देश छ, यो देशमा चाहिँ लोकेसन चेन्ज गर्नुभयो भने चाहिँ अर्निङ हुन्छ है त साथीहरू। ल त्यही अनि टक्क यता चाहिँ टक्क बस्ने मान्छे बस्ने रहेछ। अनि हाम्रो स्कुल चाहिँ त्यहाँ हो। म चाहिँ आज हल्का अगाडि आएँ कि किन थाहा छ, भिडियोहरू गराउन पाएको थिएन, धेरै दिन काममा बिजी भयो, त्यही भएर चाहिँ भिडियो पनि बन्छ, फ्रेस पनि भइन्छ। कति 11-12 बजीसम्म सुत्ने हो र, भोलिदेखि त फेरि काम हो, रातभरि काम गर्ने हो। ओहो यहाँ मात्तो यार, सम्झिँदा कस्तो लाग्छ। 10 बजीबाट बिहान 6 बजीसम्म यहाँ मात्तो गऱ्यो, 2 घन्टा सुत्यो, फेरि स्कुल हो ढकुर्ने हो, फेरि स्कुल आउँदा फेरि स्यान्छे। ओहो दिमाग खराब, सुत्न दिन हो। तपाईँहरू गएको कस्तो छ खै, हाम्रो गएको त डर लाग्छ यार। यस्तो गाली गर्छ झन्, त्यो माथि पनि मलाई गाली गर्छ। म चाहिँ बोल्ने मान्छेलाई गाली गर्छ साथीहरू, त्यो साथीहरू। अनि रमाइलो पनि हुन्छ कति सान्छेको, कतिमा गाली पनि गर्छ। अनि यस्तै हो अब स्ट्रगल अब भन्ने कुरा चाहिँ त्यो भोग्नै पर्छ। अनि साथीहरू मैले चाहिँ हिजो चाहिँ एचिभ गरेको कुराहरू म तपाईँलाई देखाउँछु। अनि तपाईँले चाहिँ भिडियो लास्टसम्म हेरिदिनु होला। र यता टक्क म हल्का के सुशान्त ठाउँमा आएको छु अहिले। अनि तपाईँहरू पनि यो युट्युब च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। तपाईँहरूलाई प्रत्येकलाई चाहिँ गोपाल ओली छ है टिकटकमा नाम, सम्पूर्ण जानु होला। त्यहाँदेखि पनि मैले हरेक भिडियोहरू हालेको छु, तपाईँले चाहिँ जानकारी पाउन सक्नुहुन्छ हरेक भिडियो मार्फत। अनि तपाईँहरूलाई अब देखाउँछु है साथीहरू। ल सो अब त्यो साथीहरू टक्क झोला बसाल्छु होइन। टक्क साथीहरू हामी चाहिँ यहाँ बस्नुपर्ने हुन्छ है त, किनभने चाहिँ अब यहाँ कुर्सी सुर्सी त्यस्तो नेपालको जस्तो व्यवस्था हुँदैन। अनि त्यही हो, अहिले चाहिँ झोलाभित्र छ साथीहरू। तपाईँले फाइनली देख्न सक्नुहुन्छ साथीहरू। वा हेर्नुहोस् त, मेरो चाहिँ यो चाहिँ नेपालमा थियो, तर पनि चाहिँ अब नेपालको चाहिँ ल्याइएन, कता कता साथीलाई फेरि मेरो बानु कस्तो भने साथीले मागेपछि दिइहाल्ने भने के, त्यो बानुले गर्दाखेरि साथीलाई दियो। अनि साथीहरू यही हो, देख्न सक्नुहुन्छ। अनि हल्का भिडियो चाहिँ यसरी के क्यामेरा कस्तो राख्ने साथीहरू मिलेको छैन। अनि उतातिर चाहिँ हेर्नु परिवारहरू कस्तो चढ्दैछ। अब देखाउँछु साथीहरू यसमा चाहिँ के आएको रहेछ, कस्तो रहेछ, म खोलेर देखाउँछु है त साथीहरू। ल भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त साथीहरू। क्यामेरा चाहिँ हल्लिएको छ क्या, एक क्यामेराको लागि चाहिँ मैले लिएको हो खासमा यो चिज चाहिँ होइन। हेर्नुहोस् है, अब फाइनल्ली यस्तो हुँदो रहेछ है त साथीहरू। टक्क यो चाहिँ आफैले जोड्नुपर्छ होला जस्तो छ। मैले चाहिँ यसलाई खोल्छु है त साथीहरू। ल टक्क लगाएर जापान हिजो पसलदेखि लिएको क्या साथीहरू जापानको। अनि अब त्यही हो, पैसा त धेरै ठुलो थिएन, अब हुने चाहिँ यो धेरै ठुल्ठुलो पनि हुन्छ क्या साथीहरू, धेरै होइन। यसरी मैले च्याट दिएँ है साथीहरू। ल माइ गॉड, अब यसरी आउँदो रहेछ हेर्नुहोस्। वा ओ माई गॉड, यस्तो हुँदो रहेछ हेर्नु त, यस्तो हुँदो रहेछ। 2वटा हुँदो रहेछ क्या टक्क होइन, यस्तो 2वटा हुँदो रहेछ। अनि यो खोल्दा साथीहरू, अनि साथीहरू यो पछाडि चाहिँ हल्का क्यामेरा चाहिँ डिस्टर्ब भइरहेको छ। यसरी यो जोड्ने त होला होइन साथीहरू, के हो यो कस्तो खालको, यो यसरी लम्ब्याउन पनि मिल्ने रहेछ होइन। यो चाहिँ यसरी जोड्न मिल्छ होला हो साथीहरू, हेर्नुहोस् यसरी। ओ यसरी जोड्ने रहेछ क्या साथीहरू टक्क होइन। अब यो चाहिँ टक्क लामो पनि हुँदो रहेछ हेर्नु त। ओहो यति लामो हुँदो रहेछ। अब टक्क यसरी भल साथीहरू, मैले यो टिकटकबाट एचिभ गरेको कुराहरू हो। अब मैले हरेकजनाले चाहिँ भन्छु कि टिकटकमा मिहिनेत गर्नुहोस् र युट्युबमा पनि जोडिनुहोस्। म पनि तपाईँहरूलाई चाहिँ साथ सपोर्ट गर्छु। अनि यो टक्क राख्ने हुँदो रहेछ। अनि यतातिर एउटा बिल जस्तो हुँदो रहेछ, त्यो बिल हो कि ग्यारेन्टी वारेन्टी हो कि त्यो जोड्ने स्टाइल होला सायद है। हेर्नु त यस्तो खालको बिल हुँदो रहेछ सायद होला। अनि यतातिर टक्क छाता पनि लिएको छु, किनभने पानी सानी यताउता पर्न सक्छ गाइज। अब पनि बवाल हुनेवाला छ भ्लग चाहिँ। अब गोपालको च्यानलमा गएर यस्तो सब्सक्राइब हान्नु, त्यही हो, मिहिनेत गर्दै जान्छु। तपाईँले साथ सपोर्ट भन्ने कुरा दिनुहोस् त साथीहरू। म भिडियो चाहिँ कन्टिन्यू गर्दैछु है साथीहरू। ओके टक्क मैले अहिले यो सेल्फी स्टिकमा चाहिँ मोबाइल पनि हालिसकेँ साथीहरू। यतिसम्म यति दामी, अब त दामी हुनेवाला छ है। यसरी टक्क भिडियो गराउन मिल्यो त होइन, एकदम सपोर्ट हुनेवाला छ। यसरी के टक्क टाढाको पनि ल्याउने, नजिकको पनि ल्याउने। यो चाहिँ मेरो पहिल्यै पनि थियो र फेरि पनि मैले किनिसकेँ। मैले चाहिँ यस्तो सोच गरेर आएको थिएँ, राम्रो 10-15 हजारकै राम्रो किन्छु, क्यामेरा अड्याउने खालको भन्ने सोचिरहेको थिएँ। तर पनि यहीले काम गर्ला जस्तो छ साथीहरू। त्यही हो साथीहरू। र सम्पूर्ण साथीहरू दाजुभाइ त्यहाँ सबले चाहिँ त्यहाँ सब्सक्राइब ठोक्ने। अनि सम्पूर्ण साथीलाई चाहिँ थ्याङ्क यू सो मच। मेरो टिकटकर है 2टा आइडी छ, यो 2वटा आइडीमा सब्सक्राइब गर्ने, सम्पूर्णलाई सपोर्ट गर्दै जान्छु। अनि त्यही हो साथीहरू। अब मेरो चाहिँ टाइम पनि भइसक्यो होइन, स्कुलको टाइम पनि भइसक्यो। अब स्कुलमा सो जानुपर्ने हुन्छ,
किनभने चाहिँ उतातिर गाली गर्छ फेरि होइन म्याडमले, त्यही हो। अब जानुपर्ने हुन्छ। थ्याङ्क यू सो मच अल एभ्रिवान। मैले जतिसक्दो तपाईँमा चाहिँ राम्रो भिडियो गराउँछु। सबैजनाले माया गरिदिनु होला साथीहरू। ओके थ्याङ्क यू सो मच एभ्रिवान। ओके बाई बाई।